सो हेलो फ्रेन्ड्स, वेलकम ब्याक टु आवर च्यानल। सो आजको पहिलो प्रश्न रहेछ, विश्वको कुन देशमा एकै पटकमा दुईजना राष्ट्रपतिको अनौठो व्यवस्था छ? अप्सन ए भुटानमा, अप्सन बी भारतमा, अप्सन सी चीनमा, अप्सन डी सान मारिनोमा। यस प्रश्नको सही जवाब रहेछ अप्सन डी सान मारिनोमा। यसै क्रममा प्रश्न नम्बर 2, विश्वमा सबभन्दा पहिले कुन देशले बरफबाट पनि बिजुली उत्पादन गर्ने प्रविधिको परीक्षण वा चर्चा गरेको थियो? अप्सन ए नेपालले, अप्सन बी अमेरिकाले, अप्सन सी चीनले, अप्सन डी जापानले। 17 प्रश्नको सही जवाब रहेछ अप्सन डी जापानले। यसै क्रममा तपाईको अग्लो प्रश्न नम्बर 3, संसारकै सबभन्दा ठूलो प्रजातिको कछुवा मुख्यतया कुन क्षेत्र वा देशको नजिक पाइन्छ? अप्सन ए नेपाल, अप्सन बी चीन, अप्सन सी अस्ट्रेलिया, अप्सन डी जापान। 17 प्रश्नको सही जवाब रहेछ अप्सन सी अस्ट्रेलिया। यसै क्रममा प्रश्न नम्बर 4, क्षेत्रफलको आधारमा संसारको सबभन्दा ठूलो विमानस्थल कुन देशमा रहेको छ? अप्सन ए नेपालमा, अप्सन बी भारतमा, अप्सन सी साउदी अरेबियामा, अप्सन डी अमेरिकामा। 17 प्रश्नको सही जवाब रहेछ अप्सन सी साउदी अरेबियामा। यसै क्रममा प्रश्न नम्बर 5, पृथ्वीमा जम्मा कतिवटा महासागरहरू रहेका छन्? अप्सन ए 4 वटा, अप्सन बी 5 वटा, अप्सन सी 6 वटा, अप्सन डी 7 वटा। 17 प्रश्नको सही जवाब रहेछ अप्सन बी 5 वटा। यसै क्रममा प्रश्न नम्बर 6, इन्टरनेटमा राखिएको पहिलो नेपाली चलचित्र कुन हो? अप्सन ए आमा, अप्सन बी बादलपाडी, अप्सन सी कस्तुरी, अप्सन डी हिरो। सो फ्रेन्ड्स, यस प्रश्नको सही जवाब रहेछ अप्सन बी बादलपाडी। यसै क्रममा प्रश्न नम्बर 7, कुन पन्छीले अचम्मको हरियो रङको अण्डा दिने गर्दछ? अप्सन ए कसवारीले, अप्सन बी परेवाले, अप्सन सी सुगाले, अप्सन डी मयूरले। 17 प्रश्नको सही जवाब रहेछ अप्सन ए कसवारीले। यसै क्रममा प्रश्न नम्बर 8, नेपालमा रेलवे सेवाको औपचारिक सुरुवात कहिलेदेखि भएको हो? अप्सन ए 1993, अप्सन बी 1984, अप्सन सी 1996, अप्सन डी 1997। 17 प्रश्नको सही जवाब रहेछ अप्सन बी 1984। यसै क्रममा तपाईको अग्लो प्रश्न नम्बर 9, काठमाडौँमा ट्रली बस सेवाको सञ्चालन कहिलेदेखि सुरु भएको हो? अप्सन ए 2032 साल, अप्सन बी 2015 साल, अप्सन सी 2016 साल, अप्सन डी 2017 सालदेखि। 17 प्रश्नको सही जवाब रहेछ अप्सन ए 2032 साल। यसै क्रममा प्रश्न नम्बर 10, पुरातात्विक अध्ययन अनुसार विश्वको सबभन्दा पुरानो मन्दिर वा धार्मिक स्थल कुनलाई मानिन्छ? अप्सन ए पशुपतिनाथलाई, अप्सन बी केदारनाथलाई, अप्सन सी गोबेकली टेपे, अप्सन डी मुक्तिनाथ। 17 प्रश्नको सही जवाब रहेछ अप्सन सी गोबेकली टेपेलाई। यसै क्रममा प्रश्न नम्बर 11, विश्वको कुन देशमा मात्र 27 जना मानिसहरू बसोबास गर्छन् भनी चर्चा गरिन्छ? अप्सन ए फिनल्यान्डमा, अप्सन बी आयरल्यान्डमा, अप्सन सी ताइवानमा, अप्सन डी सील्यान्डमा। 17 प्रश्नको सही जवाब रहेछ अप्सन डी सील्यान्डमा। यसै क्रममा प्रश्न नम्बर 12, रुखहरूमा फल्ने फलहरूमध्ये आकारमा सबभन्दा ठूलो फल कुन हो? अप्सन ए केरा, अप्सन बी आँप, अप्सन सी कटहर, अप्सन डी सुन्तला। 6 प्रश्नको राइट एन्सर रहेछ अप्सन सी कटहर। यसै क्रममा तपाईको अग्लो प्रश्न नम्बर 13, समुद्री सतहबाट कुन स्थलको उचाइ नाप्नको लागि प्रयोग गरिने यन्त्रलाई के भनिन्छ? अप्सन ए ओडोमिटर, अप्सन बी अल्टिमिटर, अप्सन सी सिस्मोमिटर, अप्सन डी ब्यारोमिटर। 17 प्रश्नको सही जवाब रहेछ अप्सन बी अल्टिमिटर। यसै क्रममा प्रश्न नम्बर 14, रातको समयमा पनि सबैभन्दा बढी अक्सिजन दिने वा वायुमण्डलमा शुद्ध पार्ने बिरुवा कुन हो?
ऑप्शन ए पीपल, ऑप्शन बी तुलसी, ऑप्शन सी बर्ड, ऑप्शन डी टुनी। साथीहरू यस प्रश्नको सही जवाब रहेछ अप्सन ए पीपल। यसै क्रममा प्रश्न नम्बर 15 प्रसिद्ध हिन्दू धर्म ग्रन्थ महाभारतका रचयिता को हुन्? ऑप्शन ए गुरु नानक, ऑप्शन बी वेदव्यास, ऑप्शन सी वाल्मीकि, ऑप्शन डी चाणक्य। साथीहरू यस प्रश्नको सही जवाब रहेछ अप्सन बी वेदव्यास। प्रश्न नम्बर 16 डिजेल इन्जिनको आविष्कार गर्ने वैज्ञानिक को हुन्? ऑप्शन ए माइकल फराडे, ऑप्शन बी मैकमिलन, ऑप्शन सी रोडोल्फ डिजेल, ऑप्शन डी एडविन आर्मस्ट्रॉन्ग। यस प्रश्नको सही जवाब रहेछ ऑप्शन सी रुडोल्फ डिजेल। यसै क्रममा तपाईको अग्लो प्रश्न प्रश्न नम्बर 17 मारुनी नाच विशेष गरी कुन जातिमा बढी प्रचलित रहेको छ? ऑप्शन ए बाहुनमा, ऑप्शन बी क्षेत्रीमा, ऑप्शन सी गुरुङमा, ऑप्शन डी मगरमा। साथीहरू यस प्रश्नको सही जवाब रहेछ अप्सन डी मगरमा। यसै क्रममा प्रश्न नम्बर 18 कुन देशमा 2 भन्दा बढी बच्चा जन्माउँदा कडा सजाय वा जेल हुने कानुन रहेको छ? ऑप्शन ए भारतमा, ऑप्शन बी मोनाकोमा, ऑप्शन सी उत्तर कोरियामा, ऑप्शन डी चीनमा। साथीहरू यस प्रश्नको सही जवाब रहेछ अप्सन डी चीनमा। यसै क्रममा प्रश्न नम्बर 19 नेपाल सरकारको कार्य विभाजन नियमावली कसले स्वीकृत गर्ने गर्दछ? ऑप्शन ए प्रधानमन्त्री, ऑप्शन बी मन्त्री परिषद, ऑप्शन सी राष्ट्रपति, ऑप्शन डी सेनापति। साथीहरू यस प्रश्नको सही जवाब रहेछ ऑप्शन बी मन्त्री परिषद। यसै क्रममा तपाईको अग्लो प्रश्न प्रश्न नम्बर 20 हाल विश्वमा सबैभन्दा धेरै जनसङ्ख्या भएको देश कुन हो? ऑप्शन ए भारत, ऑप्शन बी चीन, ऑप्शन सी अमेरिका, ऑप्शन डी पाकिस्तान। साथीहरू यस प्रश्नको सही जवाब रहेछ ऑप्शन ए भारत। यसै क्रममा प्रश्न नम्बर 21 नेपालको सबैभन्दा ठुलो ताल कुन हो? तपाईहरुको अप्सन्स रहेका छन् ऑप्शन ए फेवाताल, ऑप्शन बी रराताल, ऑप्शन सी सेपोक्सुन्डो ताल, ऑप्शन डी बेगनास ताल। यस प्रश्नको थाहा भए कमेन्ट गर्नु होला। साथीहरू यस प्रश्नको सही जवाब रहेछ ऑप्शन बी रराताल। यसै क्रममा प्रश्न नम्बर 22 सारको स्थापना कहिले भएको थियो? तपाईहरुको अप्सन्स रहेका छन् ऑप्शन ए 1980, ऑप्शन बी 1985 डिसेम्बर 8, ऑप्शन सी 1990 मा, ऑप्शन डी 1995 मा। साथीहरू यस प्रश्नको सही जवाब रहेछ ऑप्शन बी 1985 डिसेम्बर 8। यसै क्रममा प्रश्न नम्बर 23 कुन देशलाई सेतो हात्तीको देश भनेर पनि चिनिन्छ? ऑप्शन ए थाइल्यान्डलाई, ऑप्शन बी भारतलाई, ऑप्शन सी नेपाललाई, ऑप्शन डी श्रीलङ्कालाई। साथीहरू यस प्रश्नको सही जवाब रहेछ ऑप्शन ए थाइल्यान्डलाई। यसै क्रममा प्रश्न नम्बर 24 टेलिभिजनको आविष्कार कसले गरेका हुन्? ऑप्शन ए जेएल बेयर, ऑप्शन बी ग्राहम बेल, ऑप्शन सी थोमस एडिसन, ऑप्शन डी न्यूटनले। साथीहरू यस प्रश्नको सही जवाब रहेछ ऑप्शन ए जेएल बेयरले। यसै क्रममा प्रश्न नम्बर 25 नेपालको राष्ट्रिय गान सय थुङ्गा फुलका हामीका संगीतकार को हुन्? ऑप्शन ए व्याकुल माइला, ऑप्शन बी अम्बर गुरुङ, ऑप्शन सी नारायण गोपाल, ऑप्शन डी गोपाल योन्जन। साथीहरू यस प्रश्नको करेक्ट आन्सर रहेछ ऑप्शन बी अम्बर गुरुङ। यसै क्रममा तपाईको अन्तिम प्रश्न प्रश्न नम्बर 26 मानिसको शरीरमा कति प्रतिशत पानी हुन्छ? ऑप्शन ए 50%, ऑप्शन बी 60 देखि 70%, ऑप्शन सी 80%, ऑप्शन डी 90%। साथीहरू यस प्रश्नको उत्तर दिँदा तपाईहरु कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सिदिनु होला। साथीहरू आजको भिडियो तपाईलाई राम्रो लाग्यो भने प्लिज भिडियोलाई लाइक गर्न नबिर्सनु, च्यानल सब्स्क्राइब गरिदिनु होला। यस्तै अझ भिडियो हेर्नको लागि कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नबिर्सिदिनु होला। त मिल्छ यस्तै अग्लो भिडियोमा। आजको लागि धन्यवाद। थ्यांक यू सो मच फर वाचिङ दिस भिडियो। नाउ ओके बाइ बाइ फर टुडे।